साथीहरु नमस्कार, मेरो नाम सौगात पोखरेल हो र तपाईहरुले होटल एन्ड टुरिज्म च्यानल हेर्दै हुनुहुन्छ। साथीहरु, आज म यस भिडियोमा ब्याचलर इन होटल म्यानेजमेन्ट जसलाई BHM पनि भनिन्छ यसको बारेमा भन्न गइरहेको छु। जसलाई ब्याचलर इन होटल म्यानेजमेन्ट भनिन्छ। यो चाहिँ नेपालमा चाहिँ 4 वर्षको कोर्स हो र हामीले यसमा चाहिँ 8 वटा सेमेस्टरहरु पढ्नुपर्ने हुन्छ। जसमा चाहिँ मैले पढ्दाखेरि चाहिँ हाम्रो 8औं सेमेस्टर चाहिँ हाम्रो इन्टर्नशिप थियो भने अहिले चाहिँ पोखरा युनिभर्सिटीले चाहिँ 7th र 8th सेमेस्टर चाहिँ हाम्रो इन्टर्नशिप लादो रहेछ, जुन चाहिँ एकदम राम्रो कुरो पनि हो। हामीले चाहिँ ब्याचलर जोइन हुनभन्दा अगाडि चाहिँ मेन बुझ्नुपर्ने भनेको चाहिँ कुन चाहिँ कलेजमा चाहिँ कुन चाहिँ सेमेस्टरमा इन्टर्नशिप छ र कलेजले कुन ठाउँमा चाहिँ इन्टर्नशिप लान्छ भन्ने कुराहरूलाई बुझ्नुपर्ने हुन्छ। हाम्रो लास्ट सेमेस्टरमा इन्टर्नशिप भयो भने चाहिँ हामी चाहिँ जब इन्टर्नशिप जान्छौँ हाम्रो पर्फर्मेन्स हेरेर चाहिँ हामीलाई चाहिँ जब अफर गर्छ र हामीले चाहिँ राम्रो कन्ट्रीमा चाहिँ इन्टर्नशिप गऱ्यौँ भने वा राम्रो होटलमा इन्टर्नशिप गऱ्यौँ भने चाहिँ हाम्रो चाहिँ करियर चाहिँ राम्रो हुन्छ। त्यही भएर चाहिँ सकेसम्म चाहिँ ब्याचलर जोइन गर्नुभन्दा अगाडि चाहिँ धेरै कलेजको बारेमा चाहिँ बुझ्ने कोसिस गर्नु होला र आफूलाई चाहिँ मन लाग्ने कलेज वा चित्त बुझेको कलेजमा चाहिँ एडमिसन गर्नु होला। ब्याचलर इन होटल म्यानेजमेन्ट पढ्दाखेरि पढ्नुपर्ने सब्जेक्ट भनेको फन्डामेन्टल अफ टुरिज्म एन्ड हस्पिटालिटी, फुड प्रोडक्सन, फुड एन्ड बेभरेज सर्भिस, एकोमोडेसन अपरेसन, इङ्ग्लिस, फुड हाइजिन एन्ड न्युट्रिसन, बेसिक म्याथमेटिक्स, रूम डिभिजन म्यानेजमेन्ट, हस्पिटालिटी एकाउन्टिङ, टुरिज्म इकोनोमिक्स, फाइनेन्स, बिजनेस रिसर्च मेथड, जेनरल साइकोलोजी लगायत धेरै सब्जेक्टहरू चाहिँ हामीले पढ्नुपर्ने हुन्छ। एउटा सेमेस्टरमा चाहिँ हामीले 6 वटा जति कोर्सहरू पढ्नुपर्ने हुन्छ र हाम्रो चाहिँ कोर्समा चाहिँ थ्योरी र प्र्याक्टिकल दुईटै हुन्छ र दुईटै हाम्रो लागि चाहिँ एकदम इम्पोर्टेन्ट पनि हुन्छ। अब आयो BHM पढ्दाखेरि चाहिँ कति खर्च लाग्छ भन्ने बारेमा। BHM चाहिँ अरू कोर्सहरू भन्दा चाहिँ अलिकति एक्सपेन्सिभ नै हुन्छ, किनभने हामीले चाहिँ त्यहाँ प्र्याक्टिकलहरू गर्नुपर्ने हुन्छ जसले चाहिँ कस्ट इन्क्लुड गरिदिरहेको हुन्छ। त्यही भएर चाहिँ नेपालमा चाहिँ BHM गर्दाखेरि चाहिँ अलमोस्ट 6 to 7 लाख जति चाहिँ हाम्रो खर्च हुन्छ। एडमिसन गर्नुभन्दा अगाडि चाहिँ हामीले चाहिँ कलेजसँग के बुझ्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ कलेजले कस्तो कस्तो फ्यासिलिटिजहरू दिन्छ त्यो कुराहरू पनि बुझ्नुपर्ने हुन्छ। र धेरै कलेजहरूले चाहिँ सिर्फ कोर्सको प्र्याक्टिकलहरू मात्रै गराएर चाहिँ उनीहरूले पैसा लिन्छन् भने अरू राम्रो कलेजहरूले चाहिँ त्यही कस्टमै हाम्रो चाइनिज क्लासहरूदेखि लिएर फ्रेन्च क्लासहरू दिन्छ र त्यसमै बरिस्टर ट्रेनिङदेखि लिएर हाम्रो क्लियरिङ ट्रेनिङहरू सबै कुराहरू चाहिँ इन्क्लुड गरिदिएको हुन्छ। त्यही भएर चाहिँ स्टुडेन्टहरूले चाहिँ कलेजसँग चाहिँ बुझ्नुपर्ने हुन्छ कि कस्तो कस्तो फ्यासिलिटिजहरू कस्तो कस्तो ट्रेनिङहरू दिन्छ भनेर चाहिँ हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। धेरै स्टुडेन्टहरूले मलाई सोध्ने अर्को क्वेसन भनेको चाहिँ इन्टर्नशिप जाँदाखेरि चाहिँ लाग्ने जुन चाहिँ कस्ट हुन्छ नि त्यो कस्ट चाहिँ एक्स्ट्रा कस्ट हो कि त्यही हाम्रो एडमिसनमै इन्क्लुडेड हुने कस्ट हो भनेर चाहिँ सोध्नुहुन्छ। इन्टर्नशिप जाँदाखेरि चाहिँ हामीलाई जुन कस्ट लाग्छ त्यो कस्ट चाहिँ एक्स्ट्रा कस्ट हो। जुनसुकै कलेजमा पढे पनि वा डिप्लोमा गर्दा वा जेसुकै गर्दा पनि इन्टर्नशिप जाने कस्ट भनेको चाहिँ एक्स्ट्रा कस्ट हो, जुन चाहिँ हामीले आफ्नै पकेट मनीबाट दिनुपर्ने हुन्छ। तर एउटा फाइदा के छ भने हामीले राम्रो ठाउँमा इन्टर्नशिप गयौँ भने चाहिँ हामीले जति पनि खर्च लागेको हुन्छ हामी इन्टर्नशिप जाँदाखेरि त्यो खर्च चाहिँ हामीले 1 वर्षभित्रमा मजाले कमाउँछौँ। जस्तै मेरो पनि इन्टर्नशिप जाँदाखेरि चाहिँ मैले अलमोस्ट 1,65,000 जति चाहिँ मैले पे गरेको थिएँ र मेरो 1 इयरको इन्टर्नशिप थियो। 1 इयरको इन्टर्नशिपमा चाहिँ मैले अलमोस्ट 6 लाख जति चाहिँ कमाएको थिएँ। मेरो नेक्स्ट भिडियो चाहिँ अब इन्टर्नशिपको पार्ट 2 को बारेमा हुन्छ र त्यो भिडियोमा चाहिँ मैले आफ्नो इन्टर्नशिप एक्सपिरियन्सको बारेमा चाहिँ सेयर गर्न गइरहेको छु, जुन चाहिँ यो होटल म्यानेजमेन्ट स्टुडेन्टहरूको लागि चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। गर्न नबिर्सिनु होला। मन परे यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र आफूलाई केही क्वेसनहरू सोध्न मन लाग्छ भने तपाईँले मेरो फेसबुकमा पनि मेसेज गर्न सक्नुहुन्छ। र यो भिडियो हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।